Hello everyone, this is your own realtor Surya Adhikari and I'm here in Heartwood community. It's a new community in southeast. Very nice location, you can see the view. And today I'm here to show you one house. Today we entered in this house with our client and today is a position day for them and it's a very important day. I will show you what kind of house we bought in this community. It's a very nice community. If you want to buy, sell or investment, you can call me anytime. My number is flashing on the screen. Now I will show the house. यो नयाँ घरमा प्रवेश गर्नुभयो र उहाँको जीवन कसरी चाहिँ यहाँ क्यालगरीमा आएर एउटा सपनाले बोकेर हैन अब संघर्षका दिनहरू यी सबै कुराहरू छँदैछन् र पनि आज यो नयाँ घरमा आउँदाखेरिको उहाँहरूको अनुभव उहाँलाई चाहिँ कस्तो फिल भइरहेको छ म त्यो कुराहरू चाहिँ सोध्न गइरहेको छु। सबभन्दा पहिला भाउजूलाई मैले सोध्न चाहे, भाउजू हजुरको चाहिँ एउटा सपना हुन्छ नि त हामी परदेशमा आएर हैन एउटा घर आफूले भने जस्तो सुरुमा त जस्तो पनि किन्नु पर्ने हुन्छ तर त्यसपछि किन्दाखेरि एउटा ड्रिम होम। हजुरले चाहिँ यो घर किन्दाखेरि ड्रिम होम किने जस्तो फिल भएको छ त? नमस्कार, एकदमै। अब पहिलाका दिनहरू त सबैले दुःखै हुन्छ। पहिला आयो 1 वर्ष अपार्टमेन्टमा बस्यो, सानो बच्चा थियो, खस्ला पनि डरै थियो, पछि आएर फेरि रेन्टमा बस्यो, त्यसपछि आफ्नो घर भए कस्तो हुन्थ्यो होला भन्ने भयो। एउटा घर किन्यो, त्यो पनि दरबारै जस्तो गर्यो, मान्छे बस्यो। अब अलिअलि हुँदै हुँदै गयो, त्यसपछि अब यो चाहिँ आफ्नो ड्रिम हाउसै भनौँ। एउटा गराज भइदियो, गराज थिएन, गराज भइदियो भने त्यो हिउँमा हिउँ पर्ने बेला हिउँ सोर्दा सोर्दा हातै ठिक्याउँथ्यो। गाडी स्टेरिङमा बस्ने बेला हातै कहिलेकाहीँ गाडी पनि स्टार्ट हुँदैन। अनि अब कहिलेकाहीँ घुम्न गयो, राम्रो राम्रो ठाउँमा बस्यो, फोटा खिच्यो, फेसबुकमा पोस्ट गर्यो, कति सुख छ विदेशमा बस भन्ने जस्तो हेर्नेलाई हुन्थ्यो। तर दुःख निकै नै अब अहिले गराज भएको एउटा घर किनौँ भन्ने एउटा सपना थियो, किन्यो। हजुर, अनि यो कम्युनिटी रोज्नको पछाडि के कारण थियो? अब कस्तो भने अब घरहरू पनि हेर्यो, हेर्नलाई पुराना घरको पनि एक्सपिरियन्स भयो, बस्यो। 2010मा आएर 2013मा घर किन्यो, त्यस बिचमा रेन्टमै बस्यौँ। अनि अब नयाँ घरको पनि एक्सपिरियन्स गरौँ, नयाँ कम्युनिटीमा नि एक्सपिरियन्स गरौँ भनेर घुम्दै घुम्दै आउँदा यो अलिकति पिस शान्त अलिकति राम्रो जस्तो लाग्यो अनि यतैतिर पर्यो। अब भाग्यको लेखा पनि होला, हामीलाई यो मन पर्यो। हजुर, अनि सबैजनालाई मैले प्रश्न गर्न चाहेँ कि जस्तै यो घर किन्दाखेरिका प्रोसेसहरू कति स्ट्रेसफुल हुन्छ नि, कस्तो फिल गर्नुभयो? एकदमै हुन त मलाई यो पहिला किन्दाखेरिको पनि अलिकति एक्सपिरियन्स पनि भयो। म एज अ सोसियल वर्कर अरूहरूलाई हेल्प गर्दाखेरि अलिकति एक्सपिरियन्स पनि थियो। तर आफ्नोमा पर्दाखेरि चाहिँ स्ट्रेस चाहिँ राम्रै हुन्छ। किन भन्दा किन्ने भन्यो, किन्नेको घर मात्रै देखिन्छ, पछाडि त पीडाहरू ब्याङ्कमा जाऊ, आफ्नो इन्कम देखाऊ, सबै चिजहरूले गर्दाखेरि सबै साथीभाइहरूको सहयोगले गर्दाखेरि खासै त्यति गाह्रो त भएन, तर स्ट्रेसफुल चाहिँ हो। र पनि यसका सल्युसनहरू चाहिँ छन्।
भाइहरू जस्तो एक्सपिरियन्स मान्छेहरूको सल्लाह लिनियो भने सबै चिज समस्याको समाधान छ चाहिँ ए नभए बी नभए सी कुनै न कुनै उपायबाट चाहिँ गर्न सकिन्छ। जस्तो अरू नयाँ फ्यामिलीहरू साथीभाइहरू कम्युनिटी मेम्बरहरूलाई पनि अब केही एक्सपिरियन्सको चाहिँ सहयोग सुविधा अथवा चाहिँ सल्लाह चाहियो भने अब म पनि अभाइलेबल छु, भाइ हुँदै हुनुहुन्छ, हामीले चाहिँ सहयोग पनि गर्छौँ, गरेपछि हुन्छ नहुने भने चाहिँ। अन्त्यमा अब यो भिडियो हेरेर बस्नेलाई चाहिँ हजुरले के भन्न चाहनुहुन्छ? नमस्कार सबैजनालाई, थ्याङ्क यू भेरी मच। सूर्य भाइलाई पनि धेरै धेरै धन्यवाद यहाँसम्म आउन हेल्प गर्नु सहयोग गर्नुभएकोमा। तपाईँहरूलाई पनि नयाँ चाहिँ केही सेवा सुविधा नयाँ घरहरू चाहिएको छ भने सूर्य अधिकारी भाइलाई सम्पर्क गर्नुहोस्। उहाँले चाहिँ एकदम सजिलो रूपमा चाहिँ तपाईँहरूलाई स्ट्रेस नदिइकन तपाईँहरूको सपना पुरा गरिदिनुहुन्छ। Home buying process is very stressful when you go to the builder. Lots of things you don't know, and builders they're trying to make you confused sometimes. In that scenario, we are here to help you when you are trying to book a new home, and we will give you all the details, and step by step we will guide you. In your mind, if you have any questions regarding real estate, then anytime you can call me. My number is flashing below, 587-500-0045.